नगरपालिका नम्बर 4 मा रहेको यो सिङ्गेबाट तल दौरनीसम्म चल्ने कुलोको हालत यस्तो यहाँ आरसिसी गरे यहाँ छ कुलो वल्लाउनु पर्ने यहाँ देखिन्छ तर वल्लाएर लागेको छ उहाँ त्यो पनि छेउमा टुप्पोको बनाएर आधी अस्पल्टो बनाएर छोडेको छ अब बजेट कमाएको कि साथीहरूले बगली भरे हो त्यो अब उनीहरूलाई थाहा होला हामीले देख्दाखेरि चाहिँ अब वाल चाहिँ ल यसो हेर्दा पनि थाहा हुन्छ कि ल यसो हेर्ने मान्छेले नि कतिको 10 लाखको वाल 10 लाखको वालले ल ओहो 10 लाखको वाल यत्रो हुँदो रहेछ यहाँ त्यहाँ 2-4 करोडै हाल्नुपर्ने छ है अलिक ठुलो वाल लाउँदैछ यहाँ एउटा पक्की वाल बनाउन 2-4 करोडै हाल्नुपर्ने जस्तो देखियो होइन यस्तो यहाँको अवस्था अब यहाँ अस्ति गरे आरसिसी नागेर जान लागिसक्यो एउटा खोल्साको पानी हाल्दाखेरि नि यत्रो भइसक्यो तर बर्खामा त अलिक ठुलै पानी लानुपर्छ चाखोले हाल्यो भने त यता अनि अब कहाँ लाएर हाल्ने त यहाँ पानी अब यस्तो बिजोको अवस्था भयो यहाँतिरको अब काम त भयो तर खोइ के तालको भयो कि काम अलि मान्छेले देख्दा नि यसो के भन्नु न यस्तो छ त्यो त भएन नि त अलि नराम्रै भयो है।